नमस्ते साथीहरू, स्वागत छ तपाईलाई हाम्रो YouTube च्यानल डिजिटल एनपी टेकमा। आज हामी कुरा गर्नेछौँ हाम्रो दैनिक जीवनसँग जोडिएको एउटा निकै उपयोगी विषय, फोन छिटो चार्ज गर्ने 5 राम्रो तरिका। यदि तपाई पनि सोच्नुहुन्छ किन मेरो मोबाइल चार्ज हुन यति समय लाग्छ, भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोस्, तपाईको समस्या आजै समाधान हुनेछ। 1. ओरिजिनल चार्जर मात्र प्रयोग गर्नुहोस्। सधैँ आफ्नो मोबाइल कम्पनीले दिएको ओरिजिनल चार्जर नै प्रयोग गर्नुहोस्। सस्तो वा नकली चार्जरले सुरुमा त चार्ज गर्छ, तर लामो समयपछि ब्याट्री बिगार्छ। ओरिजिनल चार्जरले ब्याट्रीको क्षमता अनुसार सुरक्षित गतिमा चार्ज गर्छ र ओभरचार्ज वा हिट हुन दिँदैन। त्यसैले सस्तोको लोभमा नपरी कम्पनीको असली चार्जर प्रयोग गर्नुहोस्। 2. चार्ज गर्दा फोन नचलाउनुहोस्। हामी सबैको बानी हुन्छ चार्जमा राख्दा पनि टिकटक, युट्युब वा गेम खेल्ने। तर यस्तो गर्दा ब्याट्रीले एकैपटक चार्ज र डिस्चार्ज दुवै गर्छ, जसले चार्जिङ स्पिड घटाउँछ। त्यसैले चार्जमा राख्दा मोबाइल साइडमा राखिदिनुहोस्। 15 देखि 20 मिनेटमा नै फरक देख्नुहुन्छ। 3. एयरप्लेन मोड वा ब्याट्री सेभर प्रयोग गर्नुहोस्। यदि तपाईलाई छिटो चार्ज चाहिन्छ भने फोन चार्जमा राख्ने बित्तिकै एयरप्लेन मोड अन गर्नुहोस्। यसले नेटवर्क, ब्लुटुथ, वाइफाई जस्ता सबै फिचर बन्द गर्छ र चार्ज स्पिड करिब 25% देखि 30% सम्म बढाउँछ। वैकल्पिक रूपमा ब्याट्री सेभर मोड पनि अन गर्न सक्नुहुन्छ। 4. चार्ज गर्ने स्थान र तापक्रममा ध्यान दिनुहोस्। धेरैलाई थाहा हुँदैन, तर तापक्रम पनि चार्ज स्पिडमा असर गर्छ। यदि तपाई गर्मी ठाउँमा वा सूर्यको सिधा घाम पर्ने ठाउँमा चार्ज गर्नुहुन्छ भने ब्याट्री तातेर चार्ज स्लो हुन्छ। त्यसैले सधैँ चिसो र हावा चल्ने ठाउँमा चार्ज गर्नुहोस्। साथै फोनलाई कभरबाट निकालेर चार्ज गर्दा पनि गति बढ्छ। 5. अनावश्यक एप्स र पृष्ठभूमि प्रोसेस बन्द गर्नुहोस्। चार्ज गर्दा धेरै एप्स खुलेका हुन्छन्, फेसबुक, मेसेन्जर, टिकटक आदि। यी सबैले ब्याकग्राउन्डमा ब्याट्री र र्याम खपत गर्छन्। त्यसैले चार्ज गर्नुअघि सबै एप्स बन्द गर्नुहोस् र ब्याकग्राउन्ड डाटा पनि अफ गर्नुहोस्। यसो गर्दा चार्ज 30% छिटो हुन्छ र ब्याट्रीको आयु पनि लामो रहन्छ। यी साना उपायहरू अपनाउँदा तपाईको मोबाइल चार्ज हुने समय आधा कम हुन्छ र ब्याट्री पनि लामो समयसम्म टिक्छ। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनुहोस्। र यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानल सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।